नाम वा नाउन भनेको त्यस्तो आधारभूत इँटा हो जसले हाम्रो पूरै कथालाई एउटा धरातल दिन्छ। यसले हामीलाई ठ्याक्कै बताउँछ कि हामी कसको वा केको बारेमा कुरा गरिरहेका छौँ। यो कुनै व्यक्ति, ठाउँ वा कुनै विचार पनि हुन सक्छ। नाम बिना त कथाको मुख्य पात्र वा विषय को हो भन्ने नै थाहा हुँदैन नि। स्रोत सामग्रीबाटै केही ठ्याक्कै उदाहरणहरू लिउन त। जस्तै व्यक्तिको नाम बुझाउन विजय र ठाउँको नाम बुझाउन मुस्ताङ। यी शब्दहरूले कसरी कथाको जग बसालेका छन् विचार गर्नुस् त। जब हामी यी नाम सुन्छौँ हाम्रो दिमागले तुरन्तै एउटा तस्बिर बनाइहाल्छ। अनि सर्वनाम नि? सर्वनाम भनेको नामको एकदमै चलाक विकल्प हो। यसले हाम्रो कुराकानी वा लेखाइलाई एकदमै स्वाभाविक र सहज बनाउँछ। एउटै मान्छे वा ठाउँको नाम प्रत्येक वाक्यमा बारम्बार दोहोऱ्याइरहँदा कति झ्याउलाग्दो सुनिन्छ होला कल्पना गर्नुस् त। हो, सर्वनामले हामीलाई त्यही झन्झटबाट बचाउँछ। उदाहरणका लागि उनीहरू जस्तो बहुवचन सर्वनामलाई नै हेरौँ। धेरै मानिसहरूको नाम एक एक गरी लिनुको सट्टा बस उनीहरू भनिदिए पुग्यो। यसले वाक्यलाई छरितो त बनाउँछ नै, कुरा पनि एकदमै प्रष्ट रहन्छ। एउटै शब्दले कति सजिलै धेरै नामहरूलाई स्थापित गरिदियो। ल, जग त बस्यो। अब कथामा अलिकति रङ्ग र चमक थप्ने कुरा गरौँ है त। विशेषण भनेको एउटा चित्रकारको रङ भरिएको ब्रस जस्तै हो। एउटा सादा र फुस्रो वाक्यलाई चटक्कै जीवन्त बनाउने काम यसैले गर्छ। यसले नाम वा सर्वनाममा एउटा खास स्वाद र विशिष्ट गुण थपिदिन्छ, जसले गर्दा हाम्रो दिमागमा एकदमै स्पष्ट र रङ्गीन तस्विर बन्न पुग्छ। जस्तै हाम्रै पाठमा प्रयोग भएका आधुनिक र हिमाली जस्ता शब्दहरू हेरौँ। यी शब्दहरूले साँच्चै नै जादु गर्छन्। कुनै कुरा आधुनिक हो भन्दा हामी त्यसलाई वर्तमान समयसँग जोड्छौँ र हिमाली भन्ने बित्तिकै त्यो चिसो, हिउँ परेको र अग्लो भौगोलिक ठाउँको कल्पना गरिहाल्छौँ। यी विशेषणहरूले हाम्रो बुझाइलाई नै पुरै बदलिदिन्छन्। यो वर्गीकरणले अहिलेसम्म हामीले सिकेका 3वटा कुरालाई कति राम्रोसँग प्रष्ट पार्छ। नामको रूपमा विजय र मुस्ताङ, सर्वनामको रूपमा उनीहरू र विशेषणको रूपमा आधुनिक र हिमाली। यसरी सँगै राखेर हेर्दा कुन शब्दले के काम गर्छ भन्ने कुरा पानी जस्तै छर्लङ्ग हुन्छ।